सन् 2021 जनवरीमा मैले एउटा यो एभाकाडोको बोट 5 वर्ष भयो अहिलेसम्म फलेको छैन, फुलेको छैन भनेर भनेको थिएँ यो एभाकाडोलाई। अहिले 2026 त्यतिखेर कति वर्ष भइसक्यो भनेको थिएँ मैले। यसले यो बोट फुलेको ठ्याक्कै चैत फागुन चैततिर है, पालुवा हाल्दै आउँछ मजाले। अनि भदौ असोज कार्तिकसम्म पुग्छ कि पुग्दैन थाहा छैन, भदौ असोजमा मजाले पुग्छ। त्यतिखेर चाहिँ मजाले फल दिइरहेछ। यसले चाहिँ 100, 150, 200 कतिसम्म दिन्छ। 3 वर्ष भयो अहिले लगातार फलेको र फुलेको। अब टाइम चाहिँ यसलाई धेरै लाग्यो हो। 5 वर्षको यो 5 वर्षको अन्तरालमा है 21मा लिएको भिडियो। मैले बिचबिचमा भिडियो पनि लिइरहेको छु। मैले त्यतिखेर थुप्रै एभाकाडोहरू लगाएको थिएँ। बेला बेला नि म फोटो भिडियो त लिइरहेको छु। अहिले पनि यस्तै यादगार गर्नको लागि हो। अहिले पनि अब छ यहाँ मजाले टन्नै नै छन्। अब अहिले हेर्दै जाउँ कतिवटा भयो। अब यसमा चाहिँ यसपालि मैले रोपेको त 15वटा म थियो होला। 2-3वटा चाहिँ मर्दा त धेरै मल भयो नि मरेर जाने। अब यसपालि चाहिँ 4वटा जति फलेका छन्। यो चाहिँ 3 वर्ष जति लगातार फलेको भयो। यसमा फल मजाले छ, बस्छ पनि मजाले है। त्यो के रासायनिक मलहरू चाहिँ हामीले खासै हालेको छैनौँ। यही पायो भने गोबर गहुँत, फेरि कडा हुँदो रहेछ गहुँत पनि, धेरै हाल्न नमिल्ने होला। पहिला त सानो थियो पातलो थियो, मैले एकचोटि बनाएर अहिले यत्रो ठ्याक्क डिलमा रोपेको थियौँ हामीले। बेडाबाट ल्याएर चालेको भयो होला 8-10 वर्ष, 5 वर्ष त्यतिखेर भएको थियो भनेपछि अहिले त 10 वर्ष जति भयो यो एभाकाडो। 10 वर्षमा यसको जरा चाहिँ यत्रो छ। रुखको मेन हाँगा चाहिँ यो छ भन्न खोजेको। अब यसकै छेउछाउ मैले है पछि चाहिँ यिनीहरू चाहिँ भगवटेहरू, यो कागतीहरू है नजिकै आँप भयो के लगाएको थियो। खासै त्यस्तो इम्प्रुभ त भएको छैन। पहिलाकोदेखि मैले भिडियो त ल्याइरहेको थिएँ एभाकाडो है। यो भर्खरै अब दोस्रो वर्ष होला, पोहोर 1 वर्ष फलेको थियो, एउटा मात्र फल अड्क्यो। यसपालि चाहिँ यसमा चाहिँ फुलहरू चाहिँ टन्नले फुलेका छन् यो वाला एभाकाडोमा। यो चाहिँ अलिकति इस्कुस जस्तो जातको हुँदो रहेछ। अहिलेको जातको चाहिँ अलिकति महँगो खाले जातको हो। ठ्याक्क प्रजातिको नाम चाहिँ थाहा भएन। तर यसमा नि मजाको फुल बसेछ। पोहोर चाहिँ अब फुल बस्यो भने अब ठ्याक्क वैशाखको हावाले, चैत वैशाखको हावाले सब उडाइदिन्छ। यसमा नि फुल बसेको छ मजाले। यो चाहिँ यो पनि भयो, यो नि 2 वर्ष जति भयो फुलेको है। टाइम लाग्यो यसलाई पनि, तर फल ठ्याक्क फल दिने बेला चाहिँ यस्तो खुम्रे किराहरू लाग्छन् कि। यस्तो खुम्रे किराले चाहिँ मैले चाहिँ अब सब निकालेर पासेर स्पिरिट हालिदिएर अनि त्यसमा चाहिँ साबुनले टालिदिएको छु। इम्प्रुभ त भएको देखाएको छु मैले, हेरौँ के हुन्छ। अब के यो र यो बोट मैले सँगै रोपेको थिएँ। जात चाहिँ अलिक फरक छ, यसको पात पनि फरक छ। त्यसै कारणले अब यो चाहिँ अब अलिकति मोटो र खै के हो, मल पाएर माटो पाएर पानी पाएर होला यसको भन्दा यो चाहिँ चाँडै फल्यो। भन्दै थिएँ नि मैले, धेरै मल भयो भने चाहिँ होइन यस्तो पात चाहिँ यो मरेर जाने। कसरी मल बढी भयो भन्नुहुन्छ भन्दाखेरि होइन, हेर त ल नजिकै यहाँ चाहिँ ठ्याक्कै यो गहुँत छ है, भखारी छ, ठ्याक्कै यसमै आइहाल्छ जहिले नि। अनि ठ्याक्कै यतिसम्मको डिस्टेन्समा पनि पऱ्यो भने पनि यो यसै गरी 2टा बोट चाहिँ यत्रो उमेर त गयो यार। दुःख लाग्छ है। ठ्याक्क अब मल छ, अब कता पार लगाउनु सकिन्न। तर मैले अब तल सर्दै आएको छु। फेरि यसो बाहिर पढ्न जानु जेलसम्म है। अब एभाकाडो अर्को 3टा चाहिँ सारेर गएको थिएँ। यो चाहिँ यत्रो भयो, यी अब 1.5 वर्ष जति भयो होला, 1.5-2 वर्ष राम्रै ठुलै भएको छन्। अब कम्तीमा लाग्छ यसलाई 6 वर्ष त मिनिमम लाग्छ। अब 1.5 वर्ष भने 4-4.5 वर्ष लाग्छ। यो उसको नि मैले धेरै भिडियो ल्याएको थिएँ पहिलेदेखि नै, तर लास्टमा आएर कम्तीमा नि यसलाई कति टाइम लाग्यो होला भन्दाखेरि फुल्न है। यसलाई नि लाग्यो मजाले टाइम चाहिँ,
थुप्रै टाइम लाग्यो नि फुलेको। यो चाहिँ अब ठ्याक्क के भएछ भने ठ्याक्क फुल्ने बेला चाहिँ मम्मीले हाँगा धेरै फो भनेर काटिदिनु भएछ है। धेरै यस्तै हुन्छ हाम्रोमा चाहिँ, फल्ने बेला चाहिँ फलेन भनेर चाहिँ काटिदिनु हुन्छ, छुट्याइदिनु हुन्छ। लास्टमा कि अगाडि नै गर्नुपर्ने, अलि ढिला गरिएछ। फुल्ने बेला चाहिँ मजाले यस्तो फुल्ने बेला चाहिँ मम्मीले काटिदिनु भयो। यो तेस्रो वाला एभोकाडो भयो, पनि मगे जातको एभोकाडो, राम्रो मिठो वाला हो। हुनु त यो अब नजिकै भयो होला है। मैले चाहिँ यसलाई अब खासै डिस्टेन्स मेन्टेन त गरेको थिइनँ। अब लगातार 5वटा एभोकाडो लगाइदिएको थिएँ है। 5वटामा यो तेस्रो वाला, अब यो चाहिँ फल्नेमा चाहिँ चौथो वाला पऱ्यो यो एभोकाडो चाहिँ। फुल्नेमा चाहिँ यसपालि पोहोरदेखि चाहिँ फुल्यो भन्दा फुल अड्केन। यसपालि चाहिँ यति फुल छ कि होइन। अब यसले फलेछ भने चाहिँ अब कति दाना बेचेर पनि हुन्छ है, फल बेचेर पनि अब आएछ भने राम्रै हो। एउटा बोटले खाँदा पुग्थ्यो हामीलाई चाहिँ लगभग। यसपालि 4वटा फलले। अब हेरौँ के हुन्छ। यो भदौ असोजमैसम्म थाहा हुन्छ कति फुल रहन्छ कति फल रहन्छ। हेर्दाखेरि त फुल त धेरै छन्, लटरम्मै छन्। अब खासै हामीले मल हाल्ने भनेको यही प्राणामिक मलहरू, पानी अब यही त्यहीबाट आएको फुल हुँदै लगाइन्छ। पुगेका जतिकोमा नजिक भएकोमा, पाखामा त भ्याइन्न। अब यो चाहिँ अब बिचको चाहिँ अलिक यो लगभग उति नै भयो, तर यो अर्कै जातको भएर अलिक फलेकै छैन, फुलेकै पनि छैन। हेरौँ कति वर्षमा फल्छ। मेन आतङ्क भने चाहिँ खुम्दै किरा क्या है। यसरी खाइदिन्छ बोटलाई। अनि मैले चाहिँ पाल परेको ठाउँमा चाहिँ साबुनले टालिदिन्छु। ओखरको बोट नै यस्तै गरी काम लाग्यो। हेरौँ काम लाग्ला।